नेपालमा केही यस्ता स्थानहरू पनि छन् जहाँ पुग्दा केवल प्रकृतिको सुन्दरता मात्र होइन, हजारौं वर्ष पुराना धार्मिक आस्था र रहस्यको अनुभूति पनि गर्न सकिन्छ। आज हामी पुगेका छौं म्याग्दी जिल्लाको प्रसिद्ध गलेश्वर महादेव मन्दिरमा। यस पवित्र गलेश्वर धाम पुग्न हजुरहरूले कलङ्कीबाट मुस्ताङ अथवा गलेश्वर धामको बस समाउन सक्नुहुन्छ। यसरी हामीले गलेश्वर धामको यात्रामा स्वयं पकाई तुल्याई बनाएर ल्याएका घरायसी खानेकुरा खाँदै यात्रा तय गर्यौं। सुन्दर दृश्य अवलोकन गर्दै हामी बेलुका बास बस्न बेनीमा पुग्यौं र आफ्नो खाना आफैले बनाउन सुरु गर्यौं। यसरी आफैले बनाएको खाना खाँदा सफा, स्वच्छ र कम खर्चमा हामीले तीर्थयात्रा अगाडि बढायौं। त्यसपछि खाना खाएर हामी करिब 9 बजेको समयतिर गलेश्वर महादेवको रात्रिकालीन भ्रमण गर्न पुग्यौं। टक्कल नाइट भ्यू यस्तो छ यो गलेश्वर महादेव भगवानको हैन। यो ढुङ्गामा रङ लाको हो कि पछि काली गण्डकी नदीको किनारमा अवस्थित यो मन्दिर बेनी बजार नजिकै रहेको छ। पहिलो नजरमै यो स्थान विशेष लाग्नुको कारण हो विशाल एकल चट्टानमाथि बनेको मन्दिर। आश्चर्यको कुरा के छ भने यो चट्टानको वरिपरिको भूभाग भन्दा अलग अद्वितीय देखिन्छ, जसले यहाँ आउने धेरैलाई चकित बनाउँछ। हिन्दू धर्म ग्रन्थ अनुसार जब माता सतीले आफ्नो देह त्याग गर्नुभयो, भगवान शिव शोकमा डुबेर उहाँको शरीर बोकेर ब्रह्माण्डभरि विचरण गर्न थाल्नुभयो। त्यसपछि भगवान विष्णुले सुदर्शन चक्र प्रयोग गरी सतीको शरीरलाई विभिन्न भागमा विभाजन गर्नुभयो। विश्वास गरिन्छ कि माता सतीको गलाको भाग यस स्थानमा खसेको थियो, जसका कारण यस स्थानको नाम गलेश्वर रहन गयो। यही कारणले गलेश्वर केवल शिव मन्दिर मात्र नभई शक्तिको प्रतीक मानिने पवित्र स्थल पनि हो। धेरै भक्तजन यहाँ आएर मनोकामना पूरा हुने विश्वासका साथ पूजा अर्चना गर्छन्। मन्दिरको छेउबाट बग्ने काली गण्डकी नदी हिन्दू धर्ममा अत्यन्त पवित्र मानिन्छ। यही नदीबाट पाइने शालिग्राम शिला भगवान विष्णुको स्वरूप मानिन्छ।
संसारभरका हिन्दू भक्तजनहरूले पूजा गर्ने शालिग्राम पनि यही नदीको उपहार हो। गलेश्वर मन्दिर मुक्तिनाथ यात्राको प्रमुख प्रवेशद्वार पनि हो। मुक्तिनाथ जाने धेरै तीर्थयात्रीहरूले यहाँ भगवान शिवको दर्शन गरेर मात्र आफ्नो यात्रा अगाडि बढाउँछन्। हिन्दू धर्ममा शिव र विष्णुको विशेष सम्बन्ध रहेको मान्यता अनुसार गलेश्वरदेखि मुक्तिनाथसम्मको यात्रा अत्यन्त पुण्यदायी मानिन्छ। अथवा पहिलोले मार्क गरिएको हुन्छ, जस्तै कि उदाहरणको लागि चक्र रूपमा देख्न सकिन्छ, जो सम्पूर्ण एउटै शिलाको रूपमा स्थापित विशेष गरी महाशिवरात्रि, श्रावण महिना, तीज र बाला चतुर्दशीका अवसरमा यहाँ हजारौँ भक्तजनहरूको भिड लाग्ने गर्दछ। घन्टीको आवाज, मन्त्र उच्चारण र कालीगण्डकीको बहावले यहाँको वातावरणलाई झन आध्यात्मिक बनाइदिन्छ। यस स्थानमा आएर जप गर्ने गर्नुहुन्छ। यस्ता विभिन्न प्राकृतिक रूपमा उत्पत्ति भएका निरविवाहते कंठादिपकरवस्त्राहते सापसुरजवतन्मांसे निरविवाहते कंठाहर्षपादः क्षमद्राहते साकसद्रयो वकसने रासनवासन्तमाके संथविदावसे जानकंगरि छन्दस्य वक्तदविजवान्तरे तदाङ्कुरमाय घोते हिब्लकन्दकर्तद्वेनोदसात्तद्वीषा निलग्भवेताधीनं गौहाद्रेकन् नद्रशनदः च सदस्यवनतियासिन नमस्तनीरग्रीवाय राजमिनिके त्रम्बिकयातं च एकतेरसपातापतेवतो अमरद्रमदेवय्या आदिवत्रं भक्तं मदर्थानो भक्तसन्तानाः बुधयास्ताहि तजमसे जयमे सायवरसाहि तजम सकर्मि। यदि तपाईहरू यस पवित्र स्थलमा पाल्न चाहनुहुन्छ भने यसै स्थानमा आश्रम पनि रहेको हुँदा यहाँहरूले यस सुविधाको फाइदा लिन सक्नुहुन्छ।